हेलो साथीहरू, वेलकम टु माई ब्लग। के छ सबैजना, सबै आरामै हुनुहुन्छ। आजको ब्लग चाहिँ म आरबी स्कुल जाँदाखेरिबाट गर्दैछु। आज दिनभरि के हुन्छ हेर्दै गर्नु होला ल। आरबीलाई स्कुल जाने बेला यस्तो चाहिँ गर्नै पर्यो। उसलाई चाहिँ देखाउँदैछु। त्यसपछि म चाहिँ लागेँ बुके किनेर के छ त? वाउ, के छ? Are you excited? कतिको एक्साइटेड छौ तिमी? आरबी, are you excited? Yes. कति धेरै भन्देऊ त ल। जान्न चाहन्छन् भन्देऊ। Are you excited? No, I'm not excited. Why? Feeling normal. Huh? Feeling so nervous? Feeling normal. जाऊ गर्दै जाऊ। अलि लड्छन्। आरबी लड्छन् के नगर न छन्। How I am. So क्या बोलूं अब मैं? आरबी के छ? यो रोहिणीले पर यहाँ क्यामेरामा रेकर्ड छ। तेरा हात कता छन्? रोक जा अगाडि गएर। रोहिणी के छ त? हामी कहाँ जाँदैछौँ? बाबासँग भेट्न जाँदैछौँ। के छ त मिस चन्द्रकला, म्याम चन्द्रकला? आरबी हामी कहाँ जाँदैछौँ? वहिनी दिदीको बाबा भेट्न। हेर बाबा, जाऊ रोहिणी जाऊ, भिडियो बनाइदिएको छु क्या। जाऊ अङ्कलसँग। गुड जब। के छ त रोइनु? आरबी ल हेरिहाल आरबी। हो र मैले कहाँबाट अनलाइनमा फाइनली 4 वर्षपछि विदेशबाट आउनुभयो हाम्रो। त्यसपछि घरमा गइपुगेर आउनुभयो म्याम नास्ता लिएर। त्यसपछि हामीले नास्ता खायौँ, इन्जोय गऱ्यौँ एकदम। यमी नास्ता। के छ त? नास्ता खाने विचार छ कि छैन? रोहिणी के छ, नास्ता खाने विचार छ कि छैन? छैन? 4 वर्षपछि बाबा अङ्कल पाएर छोरीहरू मक्ख छन्। आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ मी। बाई बाई।